एउटा यस्तो परम्परागत उपकरण जातो जसलाई हामीले चाकी भनेर पनि चिन्ने गरिन्छौँ हाम्रो क्षेत्रतिर चाहिँ। यो चाहिँ परम्परागत रूपमा एकदमै आवश्यकता अत्यावश्यक रूपमा रहेको यो उपकरण दुईवटा ढुङ्गा गोलो चिप्टो ढुङ्गाबाट बनेको हुन्छ। तलको चाहिँ ढुङ्गा स्थिर हुन्छ भने माथिको ढुङ्गा फनफनी घुमाउने गरिन्छ हातले। यो एउटा हाते उपकरण हो जसले चाहिँ पिठो बनाउनलाई गहुँ मकै फापरहरू प्रयोग गरिने यो उपकरण माझमा प्वाल हुन्छ जहाँबाट चाहिँ अन्नहरू भित्र राखेर चाहिँ पिस्ने गरिन्छ। एउटा हातको माध्यमबाट एउटा हातले घुमाउने र एउटा हातले चाहिँ अन्नहरू यसरी राख्ने गरिन्छ। अनि यो चाहिँ परम्परागत रूपमा चाहिँ एकदमै प्रत्येक घर पछि चाहिँ एउटा उपकरण यो हुने गर्थ्यो। अहिले यो आधुनिक मिलको आविष्कारसँगै यो उपकरणको चाहिँ अस्तित्व लगभग सङ्कटमै छ अथवा लोप हुने अवस्थामै छ। सो यति कुरा जानकारी गराउन चाहे यसको यो एउटा प्राचीन हाम्रो प्राणमा जोडिएको यो एउटा उपकरण हो जसको प्रयोग चाहिँ अत्याधिक रूपमा चाहिँ पहिले परम्परागत रूपमा हुने गर्दै आएको थियो र 10-12 वर्ष यतातिर अलिक कम हुँदै गइरहेको छ। न्यू जेनेरेसनले त यसको बारेमा थाहा पनि पाउँदैन किनकि यो प्रयोगहीन भइसकेको छ अहिले।